उज्जवलजी हजुरको अनि अहिले वास्तविकता भन्दा हजुर पहिला एक्टिङमा धेरै प्रख्यात मान्छे अनि त्यस्तो कला भएको मान्छे अचानक छ नि स्किप गरेर अनि बाहिर देश जानुभयो। होइन म स्किप होइन, म आउने जाने हुन्छ होइन, आउँछु पनि। अनि तर म धेरै अमेरिकामै बस्ने भए भएर यता टाइम दिन नभए मात्रै हो। तर आई लभ माई एक्टिङ एन्ड माई कन्ट्री नेपाल। भुल्नु भएको छैन सबै जति कहाँ भुल्छ यार। यतिको एक्टिङ भएको मान्छे त अब नेक्स्ट लेभल हुन्छ नि त। होइन हुन्छ, अब बिस्तारै गर्ने प्लान हुँदैछ, हेरौँ के हुन्छ। अब सबैको के हुन्छ भने क्लाइमेक्समा सगरमाथा चढेपछि त्यहाँ 2 मिनट पनि बस्न सकिँदैन के, ओर्लिनुपर्छ के। सबैको त्यो क्लाइमेक्स हुन्छ ओर्लिने अनि अर्को पहाड चढ्ने, त्यस्तै त हो नि होइन। हजुर हजुर धेरै नै राम्रो। अब हजुरको मैले हेरेको अब पुरानो हजुरको त्यो जुन त्यो उज्जु डार्लिङको हजुरको जुन त्यो कला थियो त्यहाँ देखाउनु भएको प्रस्तुति थियो त्यो त एकदमै राम्रो थियो। अब त्यो त अब युनिकै हो होइन। हजुर अब उतिखेर कुरा गर्ने त्यो त नेक्स्ट लेभल नै हो भनौँ भन। अब अहिले हजुर अचानक हराउनु भयो। अब हराउनु भन्दा नि अब त्यस्तो कला भएको मान्छे यस्तो छ के, अहिले हराएको भनेको टेलिभिजन हो। टेलिभिजन मान्छेले हेर्न छोडे। हजुर अब अहिले हेर्ने पनि युट्युबमा पनि रिल, हजुर टिकटकमा पनि 1 मिनट, हजुर फेसबुकमा पनि रिल 1 मिनट, त्यही हेर्ने पनि पेसेन्स छैन। भनेपछि टेलिभिजन पहिला हाम्रो पालिमा त कुरेर 28 मिनट 30 मिनट यसरी हेर्ने त धेरै गाह्रो कुरा हो। त्यही भएर हामी सोसियल मिडियातिर त एक्टिभ नै छौँ।